हेलो साथीहरु, तपाईहरुलाई फेरि पनि मेरो च्यानलमा धेरै धेरै स्वागत छ। आज चाहिँ म पाउन आएको छु मेरो बहिनीकोमा। अनि आज हामी खान गइरहेको छौं सुँगुरको मासु र भात। टेबल त छैन। अनि यो हाम्रो मेरो टेबल भात देखिन नि त साथीहरु। त्यही भएर यो यसरी भात खाने हो। अब बजाऊ साथी, बजास तारी सुन्ने सुन्दैन नाम बोलेको त बोल्नु ए बोल्छ नि सुन्नु सबै यो तरकारी हो न के बाकी थियो त चुट्टा बामा बुझ्यो ए हो मैले भात खाइरहेको हो म त बुझ्दै बस्दिन हो बोसो खाए ल म पनि खाए ल ए फेरि त मलाई छ लगाएर खानु है त सबै खान्छौ है अनि के भयो ओदा तरकारी फेरि खान्छ होइन घरमा त के को भएको बाक्सा कहिले खाए मलाई खै खाँदैन अन्त त हाम्रो त गाउँ हो। अनि काट्दै अनि खाने हो। 1 किलो मासु भन्दै आउँछ। अनि तिमी भन्नु चाहिँ बासु पनि चल्छ। अरू साथीहरूले चाहिँ डन्नै लिएर आउनुहुन्छ नि त। पैसा छैन त्यही भएर ल साथीहरू मासु खाऊ पैसा भयो भने मासु ल्याइदिउँ खानु सकिँदैन अरे। जति खानु सक्छ त्यति बनाउने। यो खानु खाउँ न कागती हालेर अथवा छुरुप छुरुवा भात छोडेर सबैलाई ल्याइदिउँ भात त मलाई जिरो मनपर्छ तर आज डह्रो भएछ। म सधैँ एक्लैलाई बनाउने बानी हो कि अनि त्यही भएर आज एउटा मान्छेले लगाएर बनाएको त्यही भएर म भयो क्या के भयो दोधा कन्फ्युज भएछ। खाऊ न खाऊ है त त्यो राख्नु होइन बासी राख्नु होइन है म त बिरयानीको बनाएको म त लाज लागेर चाहिँ मिठो छ। मिठो मानेर खायो भने जे पनि मिठै हुन्छ साथी। खाऊ न थोरै छ कोटेर आउनु त्यो तरकारी पनि छ। साँच्ची भनेको मैले त्यो दौडे भात खाएको छैन कि अझै खाएको फेरि के भयो बिर्सेछु। बोल्नु नहुने होला बोल्दैछु सरी गाइजहरू मेरो फर्स्ट टाइम हो त्यही भएर म बोलेको गर्छु। मुखबाङ भनेको बोल्दै खाने हो क्या। हातले कुट्याउनु हुन्छ एसएमआर भनेर चाहिँ नबोल बनाउँछ। भेन कि सबै खानु है सुँगुरको मासु त कति मिठो हुन्छ नि है। मिठो हुन्छ नि तर महँगी छ काठमाडौँ ठाउँमा होइन तिमीलाई खानै चाहिँदैन है सुझा मलाई कागती
खाए ल बोसो खाए ल अच्छा थाहा पनि बच्छ क्यामेरा टाढो छ माइक छैन बज्दैन त्यो कागजको सोली बनाएर यसरी बनाएर अनि यहाँ बोल्दै हाल्ने छिटो छिटो सब्सक्राइब गरेर 1K पुऱ्याइदिनु अनि म छिटै माइक किन्छु साथीहरू ट्राइपड पनि किन्छु ट्राइपड पनि छैन भाँची गयो जिम्नाको थियो छ नि भाँचेको अनि त मेरोमा त 40 आउँथ्यो कहिले खोइ तान दिदी हिजोतिर हिजो टाइमिङ नयाँ टाइमिङमा मजाले बस्नुपर्छ कि त्यसो हुन्छ नि त तपाईँले त्यस्तो खेल भएको कति महिना भयो मैले भर्खरै हो 1 महिना I am done. आफै यो त पानी हो नि त पिउनु त पर्यो काट्नु मिल्छ ए झन्डै निकालेर नै मैले भात हालेको नि अनि त कति एकदमै मिठो छ गाइस धेरै पछि एकदम मिठो मिठो थियो भन न मिठो थियो साथीहरू हाम्रो सुँगुरको मासु र चामलको भात चाहिँ एकदमै मिठो थियो हामीले एकदमै इन्जोय गरेर खायौँ अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद कसले हेर्नु भयो र नभने कस्तो वाक्कै हो थियो बाक्सा भएको भएको भएन वाक्क हो नि सो गाइस बाई गर्नु मैले तर मिठो थियो बाई बाई मिनिदा ठुला आयो क्या चुप्पा बाई